जिल्ला प्रहरी परिसरले कलाकार सागर लम्साल बलेमाथि अभद्र व्यवहार गर्नु नहुनेको सुरुमा अनुसन्धान भइरहेको जनाएको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता पवन कुमार भट्टराईले सामाजिक सञ्जालमा भ्रामक र अप्रमाणित सूचना सम्प्रेषण नगर्न अनुरोध गरेका छन्। जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार गर्न नहुनेको सुरुमा 5 दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले भनेको छ, उक्त सन्दर्भमा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित अकाउन्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा, सूचना सम्प्रेषित भएको प्रति ध्यानाकृष्ट भएको छ। अभद्र व्यवहार गर्न नहुने कसुरमा भ्रामक तथा अप्रमाणित सूचना सम्प्रेषण नगराउनको लागि सबैमा हार्दिक अनुरोध गरिन्छ। अमेरिकामा बस्ने एक युवतीले सामाजिक सञ्जाल मार्फत बलात्कारको आरोप लगाएपछि प्रहरीले शनिबार बिहान लम्साललाई बुढालिनीकण्ठबाट पक्राउ गरेको थियो। उनको पक्राउपछि सामाजिक सञ्जालमा व्यापक टिक्का टिप्पणी भइरहेका थिए। अभिनेता लम्साल फिल्म र टेलिभिजन श्रृङ्खलामा बले नामक पात्रको कारणले दर्शकमाझ चर्चित छन्। तपाईहरुलाई पनि यो विषयमा के लाग्छ? आफ्नो राय, आफ्नो प्रतिक्रियाहरू कमेन्ट गर्नुहोस्।